खतरा देखेछ हेलो गाइस वाट्स अप इट्स योर टक्सिक रिक्वेस्ट पाउडर हैन यार खोला त अब के भन्नु खोलो न लिया भनौँ टक्लिया भनौँ न अनि अनि आजको भिडियो चाहिँ के हुँदैछ दाइ थाहा छैन अब मलाई यङ वे द ऱ्यापर ओजी ऱ्यापर फ्रम द नेपालको सिजन पनि थियो थाहा भएन ए यङ बोय भन्ने बल्ल बल्ल याद आयो के अरे उस होइन एकचोटि कन्डो उसमा हरिक चलिरहेको थियो नि त्यही सिरिपेज नेपालको सिरिपेजमा होइन जितेको क्या न उसले त गीत आइसकेको छ कोरे यङ बोय गुड लाइफ गीतको टाइटलको नाम त लगेको छ वुड लाइफ सुन्दै भएर गाइजहरु सुनिन् धेरै यताउता कुरा नगरिकन होइन आज चाहिँ हल्का निन्द्राले तान्नु छु कति म्यासेज आएको एमो ग्याङ्स्टरहरू भाइ ग्याङस्टर आएछ होइन कस्तो के दाइ मोबाइल हो ऱ्यापहरू एउटा ऱ्याप छ उस्तो शिवको फ्यान म साइरी कलाकार केटीतिरको ध्यान भन अब त्यसो फ्यान म फेरि हल्लाउन निस्के म केरियम सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेको सबैले थाहा छ के चल्दै अब गिडम सिडी अरे अनि त्यसो के सुन्छौ फेरि हल्लाउन निस्के म केरियम सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेको सबैले थाहा छ मुजी गुण्डागर्दी छोडिसके नाउ वी आर बिजी हल्लाउन निस्के म केरियम सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेको हुड सबैले थाहा छ मुजी गुण्डागर्दी छोडिसके नाउ वी आर बिजी बाटुलो भए मासु छाड्दैन बुझिस टोल टोलमा खोज्दै हिँड्दा कतातिर लुकिस थापमा लगाएर काम छैन मुजी घरभित्र ग्याङ्स्टर बाहिर हुँदैछ खोजी तेरो मात चिक्ने म पहिलेदेखि रफ त जान्छ यो त गीतलाई भाइब दिने हो ऱ्यापलाई भाइब दिने हो उल्तिर दाइहरू भाइदेखि कामनी नाइकेहरूसँग थाप्छु आफ्नो ज्यानको बाजी धन्काको धेरै भयो कुकुरीको थार्नी कि तैँले मलाई मार्ने कि मैले तँलाई मार्ने जिन्दगीमा सिकिएन खेलेपछि हार्ने दुईजना खेलेपछि एकजना मर्ने टाउको तल खुट्टा माथि सजाएर गाड्ने हो मुजी तँलाई तोपको चार्जमा हुन्थ्यो सामान हातमा थिएन केहीको वास्ता हामी त्यस्तै थियो हामी प्रति मान्छे आकर्षित त मुजी बालक थिइस् हामीलाई चाहिँ पुलिसले लखेड्दै थियो हातमा हतकडी बाल पुलिसहरू ड्रेसमै थियो काटामार गरेको सबैले देख्दै थियो बल्ल निस्के वास्तविकता काण्ड मचाउने चाहिँ हामी कहानीहरूले लेख्दै थियो निस्के म केडियम सिडी बेला बेला याङ हो तर साथीहरू होइन गाना चाहिँ ग्याङस्टर भाइबमा रहेको छ होइन मलाई चाहिँ त्यस्तै लागेको छ भन्दा त भाइले पपुलारिटी गेन गरेको थियो को भाइ यसो भाइ गरेर नेपाल सिरिजमा हान्दै नि त गाना ए मेरो 10 वर्षको भाइले गीत गाउँछ भन्ने होला होइन त्यसपछि भाइले गाउँछ अनि फेरि अर्को कपी गरेर फेरि सेम डायलगमा फेरि अर्कोले भाइ लिएर आएको थियो त्यही छ अनि गाना चाहिँ ग्याङस्टर भाइबमा रहेको जस्तो लागिरहेको छ मलाई होइन मार्दिन्छु ग्याङस्टर हो कि दाइ हुड भन्ने बित्तिकै ग्याङस्टर र वेलकम टु हुड ए त्यस्तो हो वेलकम माइ ग्याङ वेलकम टु हुड ठिक छ उल्टो चल्दिन्छ मेरो गिदी यङ वेको हुड सबैले थाहा छ मुजी गुण्डागर्दी छोडिदिसके नाउ वी आर बिजी हल्लाउन निस्के म केडियम सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेको हुड सबैले थाहा छ मुजी गुण्डागर्दी छोडिदिसके नाउ वी आर बिजी सिटीभित्र गल्ली गल्लीमा हुन्छ ग्याङस्टर कोही नामले कोही कामले कोही दामले ओली ध्यान गर चक्रपथभित्रबाट अथोरिटी आए तँलाई गाह्रो पर्छ बाबु चाहे नेपाल होस् या ब्याङ्कक हङकङ होस् या लन्डन घुमाएसी कल आँखाले देख्छस् चलपल हाम्रो नाम काफी काम देखे काम जस्तो तर्पिनु पर्छ मुजी पल पल एक बल हानेपछि साथ सबले दिन्छ नि नचिताए हुन्छ तैँले भविष्यको राम लाग्यो भने चाहिँ ऱ्यापमा केटी हुनुपर्छ भने जरुरी छैन भनेर देखाएको छ क्या छैन हुड हो नि त फेरि हुड लाइक अरू धेरै हुन्छ ऱ्यापमा केटीहरू गाइदिन्छ अनि त्यो केटीहरूको यस्तो हुन्छ नि त उसले पनि अब केटी राख्थ्यो होला तर गानामा केटी राख्ने जस्तो छैन नि त नाइ नभए पनि राखिदिन्छ के ए त अब त्यो चाहिँ अब गाह्रो छ यो चाहिँ ठिक लाग्यो पनि सासों हाम्रै हातमा छ सिम्फनी नाम दिँदै जिस्के चिप्लिन्छ तेरै जिन्दगी केटीमा मोडरमा छिरेपछि बोर्डरमा भाँचेर फालिदिन्छु नेपालको सिम्फनी पहिला चाहिँ ग्याङस्टर फेमले गर्दा सोझो बन्नु परे मलाई चाहिँदैन इन्डस्ट्रीको सिम्प्याथी हात जोडे लाख चोटी छोड्दिन दिमाग रोगी हिँडे छु गोजीमा बोकी बोल्दिन सिधा जेठामा दाईहरू दिँदा हाडे हो तिहार बोकी रगतको बाढी पकाउँथ्यो कसैले केही नसोची निस्के म केडियम सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेभको
गुन्डा गर्दी छोडिदिइसके नाउ वी आर बिजी हल्लो ननिस्के मकेडी सिडी बेला बेला उल्टो चल्दिन्छ मेरो गिदी यङ वेभको हुड सबैले थाहा छ मुजी गुन्डा गर्दी छोडिदिइसके नाउ वी आर बिजी That's why you call the way young way. गुन्डा गर्दै छोडिदिइसके ना हो यार बिजी या हो यार बिजी यो चाहिँ ठिक छ यो लाइन गुन्डा चाहिँ गर्दै छोडिसके ना हो यार भिडियो बनाउनमा बिजी ठिक छ यो चाहिँ भिडियो बनाउनु बिजी सकियो र ठिक थियो गीत चाहिँ मस्त भाइमै थियो मजा आइरहेको सुन्दा सुन्दा भिडियो भ्याइको थाहै पाइएन अनुभवै भएन ठिक छ थाहै पाएन चालै पाइन कसरी ना हो यार बिजी फेरि गाइजहरू यति भन्दै आजको भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु अनि तपाईँलाई ऱ्याप चाहिँ कस्तो लागिरहेको छ होइन ट्रेन्डिङ 12 मा चाहिँ परेको रहेछ अब के थाहा नि होइन अब हजुरलाई राम्रो लागेरै परेको होला के सोधिराख्नु पऱ्यो र तिमीलाई कस्तो लाग्यो मलाई चाहिँ यङ वेब चाहिँ नेपालको सिपेसदेखि राम्रो लागेको छ त्यस्तो हो मैले फेरि त्यस्तो अब यताउति केही च्यापै हेर्दैन त भिडियो हेरिहालौँ भने पनि अर्को भिडियो बनाएर हेरिहालौँ तपाईँलाई पनि देखाऊँ न अनि हामी पनि हेरौँ न भनेर कि मिलेर हेर्नु त मिलेर तपाईँहरू पनि गएर च्यानललाई गएर सट्ट सब्सक्राइब हानिहाल्नु नि त फेरि मिल्दैछ लेभल अघि बढ्नलाई के अरे अगाडि बढ्नलाई अझै अगाडि आउँदै लेभल अगाडि बढ्नलाई सिक्दैछ पैसा अब जिउको कटकटाइ पैसा गर्नलाई ए ल ठिक छ साथीहरू अर्को भेटौँ ल अर्को भिडियोमा त्यतिसम्म ठिक छ